अब कसरी बोल्नु भइसक्यो के भयो चिटिकाको यतिको बनायौँ होइन अनि हाम्रो डेस्कहरू पनि यहाँ होइन खानु बस्यो कि हग्नु बस्यो जस्तो देखेँ सबैजनालाई बेच्नुलाई जीवनको बाटो Hi guys, नमस्ते सेवा एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ आज पनि रोजिना राई भ्लगमा। सो तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ हामी पूर्वाञ्चल ग्रुपबाट पिकनिक खान आएको छौँ। सो हेर्दै जानु होला, छोटो छोटो क्लिप राख्न कोसिस गर्नेछु। आज चाहिँ मेरो डिफ्रेन्ट लुक छ है गाइज, टाढोबाट देखिँदैन कि मेरो फुल लुक चाहिँ होइन, मेरो डिफ्रेन्ट छ आज। सो गर्नमा लागेर गरेको होइन, कस्तो देखेको छ भनिदिनु होला। गाइज हामी चाहिँ यहाँनिर हाम्रो डेस्टिनेसनमा आइसक्यौँ। यहाँनिर हामी यो गाडीमा आएको, हामी चाहिँ गुरुकुलाको गाडीमा आएको। खोइ त ब्याग खोइ मलाई मेरो ब्याग दिनु लास्ट गाइज। आज चाहिँ मेरो न्यू लुक छ, यही हो खेल्ने ठाउँहरू छ। हामी आइपुगेको अवस्था भनिदिनु न। हेलो 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 भन्दै जानु होला। इट्स माई ब्लग हो, ब्लगमा सबैलाई स्वागत छ। आज चाहिँ मैले नयाँ मान्छेहरू लिएर आएको छु मेरो ब्लगमा होइन। तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा। धन्यवाद धन्यवाद आउनुहोस् आउनुहोस् सबैजनालाई स्वागत छ मेरो ब्लगमा। जेनीको स्वागत भइसक्यो। के भयो सबैजना कता यो पराको झन्डा भएको। हेलो हेलो सबैजनालाई स्वागत छ मेरो ब्लगमा। छिटो आऊ न सबैजना। हो तिम्रो त फेरि खतरा आउँछ नि, फेरि याद गर नि। आइसक्यो हो सबैजना आइसक्यो। ल जाऊँ जाऊँ, मेरो जेनी कहाँ गयो। हामी चाहिँ गाइज पूर्वाञ्चल ग्रुपबाट आएको होइन, पिकनिक खाएर आएको। यो देउसे भैलो अन्तिम कार्यक्रम हामी समापन भएको थियो र त्यही भएर हामी चाहिँ आएको। हामी यहाँनिर लेट यहाँ छ है, यस्तो हामी लेटाङको भिडियोबाट आएको छौँ। ओ सेटअप चाहिँ यस्तो भयो। यहाँनिर चाहिँ हाम्रो पर्फर्मेन्स हुन्छ, डान्स पर्फर्मेन्स हुन्छ। सो हामीले चाहिँ चिटिकाको यतिको बनायौँ होइन। अनि हाम्रो डेस्कहरू पनि यहाँ छ, गाडी चाहिँ यहाँ छ। अनि होइन भिडियो बनाउनलाई बनाएको। कस्तो बोल्नुहुन्छ हौ, धेरै नबोल्ने प्याची यस्तो होइन गाइज। अनि यता सबैजनाले सहयोग चाहिँ गरिरहनु भएको छ होइन। यता पाक्ने किचनहरू यता दिदीहरूले काम गरिरहनु भएको छ होइन। धेरै धेरै धन्यवाद सघाउनु भएकोमा। हामी यहाँनिर फोन चलाएर बसिरहेको छौँ। होइन बिस्तारै भइहाल्छ। यतिको रमाइलो नभए कहाँ पिकनिक हुन्छ साथीहरू। यता फाल्दै चिल्लर पार्टीहरू फेरि फाल्टै छ नि। फेरि यता यहाँनिर खेल्ने ठाउँहरू छ नि त। आज हामी उनीहरूको घरबारी आउँदा लेट भयो नि त, त्यही भएर सबैलाई भोक चाहिँ लागिरहेको छ होइन।
पनि जोस जागर यतिको हुन्छ कस्तो खायो यो खानु बस्यो कि हग्नु बस्यो जस्तो देख्यो त हजुर देख्यो सबै म चाहिँ यहाँनिर हाम्रो नाना दिदीहरूलाई राम्ररी बनाइदिँदैछु उहाँहरूको पर्फर्मेन्स छ नि त अनि अलिअलि राम्ररी बनाउनु परेन उता चाहिँ आफै लाउनु हुँदो रहेछ कौडा रहेछ यो चाहिँ कौडा हो अनि के भयो पिन्छु आएन दिनु त यहाँ मेरो एक्स्ट्रा लु के भन्नु यहाँ बहिनीले लगाइदिँदै हुनुहुन्छ यता बहिनीले नआएर अब म नि अलिअलि बोल्न सिक्नु पर्यो नि त टाइट लाउनु पनि सही सही यहाँ चाहिँ यहाँ पुगेको पो राम्रो त नि यतापट्टि हेर्नु नि त हेलो के बनाउनु त खुकालेर हुन्छ होइन यतापट्टि हुनुपर्छ कसले लगाएको के चाहिँ भयो खिचौँ आइज मेरो टाउको दुखी जग्गा आज मेरो फुट्न आँट्यो के भएर आमामामा ए कति राम्री मगर्नीहरू होइन मगर्नीहरू यो सबै मगर्नीहरू लरक पर्दै कति छिटो आएको होइन यिनीहरूलाई ब्याग लिन पठाएको त एकैछिन आइपुगिरहेको छ त के फोटो हो हेलो तपाईँलाई के हुन्छ अरे किन गीत बज्दै डर लागिरहेको छ तर मलाई थाहा छ तपाईँले नाच्दै गीत बिर्सिनुहुन्न बिर्सिन्छ कि बेस्ट अफ लक तपाईँहरू सबैजनालाई बेस्ट अफ लक बिर्सिनुहुन्न है बिर्सिनेमा म पर्छु है म झन् म नाच्ने मान्छेहरू चाहिँ यति राम्रो हुनुभएको छ मगर्नी लरक आयो म के छ नि एउटा गीत आयो मगर्नी लरक फलो गरिदिनु होला गाइजहरु के अरे फेरि दिदीको भ्लगलाई लाइक सब्स्क्राइब फलो गरिदिनु होला गाइजहरु बुझ्नुभयो गाइजहरु अनि कमेन्ट चाहिँ कति गर्नुहुन्छ कमेन्ट धेरै चाहियो धेरै तिमीहरूले नै गर्दैन मेन त सबैजनालाई गर्ने जति गरिदिन्थे म त्यही हुन्छ रिहर्सल प्र्याक्टिस अरे क्लासमा त त्यत्रो प्र्याक्टिस गरेर आएको तर यहाँनिर खै के भयो डर लाग्यो अरे डर गर्नु न प्र्याक्टिस केही नगर्यो ओइ हल्लिनु हुँदैन थाहा छैन यो चाहिँ हामीले गाना नभएको कारणले गर्दाखेरि यसरी अर्ग्यानिक गाउनको लागेको है हृदय मेरो नतोडा जीवनको बाटो सलामो एकल बिचमा नछोडा
ज्यान गयो हामी चाहिँ अब घर जान लागेको मैले तुझको ना देखूं तो जी घबराता है कस्तो डिस्टर्ब गरेको देख के तुझको दिल तो मेरे चैन ड्राइभर को के खेची गाइस आज हाम्रो पिकनिक रमाइलो भयो अनि मेरो स्वर पनि भासिरहेछ के गर्नु गाइस धेरै उफ्रिए धेरै कराए त्यही भएर गाइस माइ नगर्नु यस्तो स्वर छ भनेर आज मैले बीच कति धेरै बिजी का आज चाहिँ कति धेरै बिजी अनि मैले बीचको क्लिप पनि ल्याउन पाइनँ हैन नरिसाउनु होला त्यही पनि मैले अलिअलि चाहिँ ल्याएको छु हैन गाइस मैले सुरुको चाहिँ ल्याएँ लास्ट भइसकेको गाइस अब हामी जान लागेको यहाँनिर अलिकति फोटो खिचेर अब हामी चाहिँ जान्छौँ अनि हाम्रो गाडी सबैजना चाहिँ यो गाडीमा छ हैन अनि हामी चाहिँ पिकनिक खाएर जाँदै छौं पिकनिक पनि यस्तो रमाइलो भयो इन्जोय भयो एकदम रमाइलो भयो यस्तो इन्जोय भयो यस्तो रमाइलो फेरि पनि यस्तै पिकनिक खान पाऊँ यस्तो रमाइलो इन्जोय अर्को साल पनि फेरि अर्को साल पनि आउन पाऊँ पाम यो साललाई यो साललाई बाइ बाइ गरिसक्नु भयो उहाँहरूले चाहिँ अनि हाम्रो चाहिँ उहाँहरू जुम्बा टोलीहरू है जुम्बा टोलीहरू हामी चाहिँ अब यो फोटो खिचेर हामी फेरि गाडीमा जान्छौँ अनि बाई बाई गर बाई बाई फाइनली हामी चाहिँ आइपुग्यौँ हाम्रो रमाइलो गरेर है आइपुग्यौँ मेरो स्वर गयो अब गाह्रो भयो मेरो पनि स्वर गइसक्यो कराउँदा स्वर गइसकेको छ अब कसरी गरिदिनु पर्यो त्यो मार गरिदिनु पर्यो पापाको होइन साथीको स्वर गयो भयो दिदी कस्तो मलाई निद्राबाट सुतेर फाइनली आइपुग्यौँ यस्तो फाइनली हामी आयौँ गुड नाइट गाइस हैन गुड गाइस साइले माइले धुला आजको लागि यति नै बाइ बाइ गाइस